Hey guys, welcome back to my YouTube channel. It's me Dinesh Resmi र सबजना आरामै हुनुहुन्छ होला र आज चाहिँ म जाँदैछु बुटोल फुलबारी घुम्नको लागि। पानी परिरहेछ, यस्तो पानी परिरहेछ यहाँ चाहिँ। होलीको जुत्ता यो बरु जुत्ता रगड्दा रगड्दा फाट्न लागिसक्यो तर कलरै गएन के अझै। सो गाइज आज चाहिँ मलाई एकदमै दुःख लागिरहा होइन। ब्याङ्कमा पैसा राखेको थिएँ अनि आज बिहान चाहिँ घुम्न जाने, त्यही पैसा निकालेर जान्छु भनेको त ब्याङ्कले त पुरै पैसा काट्दैछ यार। साला ये दुख का खत्म नहीं होता बे। 500 रुपियाँ, 550 अनि 300 रुपियाँ के को काट्यो यार। छ्या जम्मा 100 रुपियाँ मसँग। त्यही 100 रुपियाँले अब कहाँ पुग्ने कहाँ जाने त्यही थाहा छैन यार। दोस्रो दिन्छु भनिराखन क्या अरे होइन। टेंशन नहीं लेने का अपुन है ना। अब घरमा बस्दा बस्दा वाक्क लाग्यो होइन। अब कलेजहरू पनि बन्द छ अनि अलिअलि इक्जाम पनि आउँदैछ मेरो, बोर्ड इक्जाम। अनि हल्का प्रिपरेसन गरेको थिएँ अनि बस्दा बस्दा चाहिँ वाक्क लाग्यो, झ्याउ लाग्यो। अनि त्यही भएर चाहिँ आज घुम्न निस्क्यौँ भनेको। मौसम पनि पुरा पानी पर्ला जस्तो भयो। अघि बिहान त पुरै पानी परिरहेको थियो। यही बेलाखेरि पानी पर्नुपर्ने कि वाक्कै लाग्ने। बस आयो त यता होइन, अर्को बस्नु जानु। के गर्ने, आफ्नो साधन छैन, अब बसमै जानुपर्ने हुन्छ हामीलाई चाहिँ। होइन भन न, होइन भन न, होइन भन न। त्यो सानो हो कि त्यो बस मजा आउँदैन कि सानो बसमा। ठुलो कामना बसहरूमा जान मजा लाग्छ यार। सर लिचिकवाला बस उता छ अगाडि। अब हामी चाहिँ बस चढेर जान्छौँ सुरेर। ए यो जान्छ कि नै? ए जाने रहेछ जाम। ठुलो बस भनेको त लास्टै ठुलो बस परेछ यार। हावा यस्तो जाडो आज पानी परेको चिसो छ। हामी चाहिँ अहिले बुटोल ल्यान्ड पनि भइसक्यौँ। अब बुटोलदेखि ट्याक्क यतानिर थोरै माथि छ, त्यहाँ चाहिँ हामी पैदल यात्रीबाट हिँड्दै गइरहेको छौँ। अब एकछिनमा पुगिन्छ। किन खोला त बाढी आएको छ यार होइन। यहाँको नजारा चाहिँ यस्तै छ। बाढी त भयङ्कर आएको छ त यार। बाँदर कहाँ गयो? तिम्रो साथी हेर्न यो। मलाई त्यस्तै लागिरहेको थियो। ये तो लेटेस्ट न्यूज है। सो गाइस हामीले चाहिँ टिकट काटेर फुलबारी पनि पसिसक्यौँ। नजरा धेरै पछि आयो यार। म त यहाँ मेरो आँखामा कस्तो किरा गएर अघि यार तिर्मिर बनाइरह मलाई। तिन खेल्न जाने होइन र? तिन खेल्न जाऊँ न पहिला कि अहिले जाने? होइन माथि गएर न पहिला। अब पिङ खेल्न जाँदैछौँ हामी चाहिँ। अब पिङ चाहिँ अलि उतातिर छ, यतातिर नेपाल। सो गाइस अब चाहिँ हामी सर्फे पिङ खेल्न जानु लाग्छौँ। यहाँनिर छ सिडी। कता हिँड न पहिला, कहाँ बसिन्छ थाहा हुन्छ नि त त्यसपछि। उयोमा खसिन्न नि। के यो पानी होला हो खेल्ने अरे यो? अहिले खेलाउँला, अहिले आउने बेला खेलाउँला नि त। एउटालाई टिकट काट्ने कता हो र? यहाँनिर हो न। गाइस अब चाहिँ हामी यहाँ सर्फे पिङ चढ्न लाग्छौँ। यता बस्यो पक्रा है यस्तो खुट्टा। कहाँ सिरिङ्गो हुन्छ यार माथि चढ्दा त। यहाँको भ्यू हेरौँ न पहिला यार।
मोबाइल त बचाउँछु तिमी यता आऊ न यार यता आऊ न इन्ला हेर न डर ओइ बास रिङ्गो हुन्छ स्पिड भयो बाघ यतिको पनि के सक्दैन हो र अहिले हेर न पुरा पोल्टी पर्छ क्या अहिले त एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह दा अझै 1-2 रन हाल्नु एक राउन्ड जान्न माथि झरमा म त ढल्ले 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 कहाँ जाने यार माथि जाने भ्यू टावर जान पाइन्छ माथि यहाँ मान्छेको अन्त जाऊँ न त भ्यू टावर भनेको त साइक्लिङ गर्ने पो रहेछ यार के गर्ने 500 रुपियाँ चढाइसक्यो फुलबारी घुस्ने बित्तिकै अब के खेल्ने यार यस्तो अब खेलिन्न अब माथि गइन्छ टपमा टपको भ्यू हेरेर आइन्छ 10 रुपियाँको मिठाई उद्घाटन मूर्तिको उद्घाटन कति राम्रो यार यो फुल यस्तो पार्कहरूमा चाहिँ होइन नुवाकोट पछि कसरी जाने हो यार यहीँ नि चढ्दै यस्तो स्यास्या भइयो यो पार्कतिर यो घुम्ने ठाउँतिर आउनै मन नलाग्ने क्या यार खालि कवच मात्र देखिने आफ्नो आफू सिङ्गल भएपछि हाम्रो नि आउँछ भगवान् छन् भने हाम्रो नि दिन आउँछ यस्तो खोला त सुकियो त यार पुरै ए हल्ला त्यस्तो नबोल न यार हामी अस्ति नै आउँदा पहिला नै आउँदाखेरि यहाँ माछा जाऊँ न तल जाऊँ न यहीँबाट जाऊँ न यहीँबाट यहाँ यताबाट होइन न भिडियो ओए माछा मार्ने मान्छे त्यो छ नि आज पानी परेकोमा पुरै चिप्लो चिप्लो छ यार कहाँ उहीमा कति अप्ठ्यारो बे बाटो अब पहिला सानो सानोमा हुँदाखेरि गाउँमा कस्तो कस्तो पाहाडमा चढिन्थ्यो अहिले तराईमा बस्ने बानी लागेकोमा यति हिँड्दा पनि स्यास्या भन्छ यार म हातले छोप्नै सक्दिनँ यार माछै छैन होला यत्रो सानो खोला ए यसो गरौँ न त ट्याक्क जुत्ता खोलिदिउँ खुट्टा भिजाऊँ न त अब चाहिँ म हन्टिङ हान्न जान्छु माछाको क्या चिजो पानी हो यार यो किन खोला त होइन होला खै थाहा भएन माछा मार्ने मान्छे ओ माछा मार्ने मान्छे घाँस लगाइ फेरि क्या मजा आयो यारमा चिसो पानी यस्तो ठाउँमा हो कि पिकनिक खान पर्ने त यार यो ढुङ्गामा बस्ने मस्त पिकनिक खाने हो नि पुरै पानी सुकेछ यार पहिला त कस्तो ठुलै आउँथ्यो त पानी 2-3 महिना अगाडि त भयङ्कर आउँथ्यो यार ये बच्चा जैसे नहीं कर रहे फोटो खिच्ने कार्यक्रम सबै सक्यो यहाँनिर सबै घुमघाम गरियो पानीमा गइयो मुखसुख धोइयो रमाइलो भयो अलिअलि अब चाहिँ माथि जानु लागेकोमा कस्तो गाह्रो हुने यार यति चढ्दा पनि चुरोट नखाने मान्छेलाई पनि यार यस्तो स्यास्या फ्याफ्या हुने चुरोट खानेलाई झन् कस्तो हुँदो यार कि म कमजोर भएर ए दोस्त जुत्ता कसको यो दोस्त जुत्ता कसको रे तिनीहरूको हो क्या तपाईँको
कहाँले आएको फेरि यहाँ यता 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 हो के तिमीरै संसारमा ए माथि जाऊँ न माथि के यहाँबाट चढ्छु म चाहिँ अब चाहिँ माथि जानुपर्छ क्या जामै माथि आऊ तिमीरै संसारमा सिँढी नै सिँढी छ यहाँनिर चाहिँ सिँढी चढेर जाँदैछौँ अनि यहाँको नजारा त्यस्तै हो यहाँ डाँडाको त अहिले चाहिँ अरू म तल गएर देखाउँछु अनि तल चाहिँ अघि देखाएन सिधै खेल्न गयो अनि सिधै डाइरेक्ट चाहिँ माथि यहाँ आइयो अघि कस्तो थकै लाग्ने यार यति हिँड्दा पनि तराईको हावा लागेछ हामीलाई यो के हो यो घर जस्तो अघि पहाडिया भएर पनि हामी यार हिँड्नै नसक्ने त्यो थोरै माथिसम्म ऊ त्यहाँ माथिसम्म यो टङ्की होला होइन पानीको यहाँ चाहिँ पिकनिक सिक्निक खान पनि मिल्छ फुलबारीमा प्यास लागिरह यार पानी खानु ठाउँका त यहाँ तल थियो कि यहाँ क्या सायद अहिले खानु पर्ला माथि जाऊँ न पहिला के छ सक्यौँ सिँढी नै खतम यहाँदेखि माथि त अब यहाँ माथितिर त अब कस्ता कस्ता के हुन्छन् अब समझ रहे हो आप समझ रहे हो अब हामी के कुरा गर्ने जस्तो म थाकेँ यार लास्टै यति उकालो चढ्दा नि सेसे फेबी भयो नि यार तर एक्सर्साइज त गर्नुपर्छ यार दोस्त हुन्छ यस्तरी थाकिँदो रहेछ यार यहीँदेखि आउँदा पनि यति उकालो चढ्नु नसकिने यार आजकल त गाउँमा हुँदा यस्तो पहाड त कति चढ्यो क्या यार स्कुलै गन्थ्यो 3-4 घन्टा हिँडेर मा त्यत्रो डाँडा अहिले त मा यहीँ 10 मिनट हिँड्दा पनि अघि हिँड्दा माथि जाँदा चाहिँ इन्जिनले तानेको थिएन भर ओह्रालोमा ब्रेकले बिना चाबीको ब्रेक लागेन अहिले आज चाहिँ शनिबार भएर होला एकदमै भिड छ यहाँनिर चाहिँ फुलबारी भिड छ जे होस् आज शनिबार भएर होला चुम्मा गर तिमी गर बरु दोस्त तिम्रो साथी के त्यहाँ ऊ माथि हेलो यहाँ पनि रहेछ त खरायो रहेछ त खरायो त हो यो खरायो रहेछ यार कति धेरै हो म साना हुँदा कति पालेको थिएँ यार बिचरा कुकुरले खाइदियो नि त यार पालेको हात्ती ए तिम्रो साथी हो बोल तिम्रो साथी गयो उता तिम्रो साथी हो त्यो बाघ बाँदर खरायो यो त स्याल होइन र स्याल यो वन कुखुरा हो कि नेपाली कुखुरा हो कुखुरा होइन घरमा पाल्ने कुखुरा हो कि यो होइन मा सुतिराख कि हामी आउँदा पनि के यारमा यस्तो दर्शकहरू आउँदा त उठ्नुपर्छ नि ए उठ ओ जापानिज के हो यो जापानिज स्थान नाम अङ्ग्रेजी नाम चेबो चाबो है जापानिज ब्याडमिन्टन खरायो बाँदर स्याल ए सर्प यहाँ होला सर्प छैन ए मा कत्रो सर्प हो बे ठिकै आउला कि बाहिर अहिले खतरा आइज सर्प त आमामा कत्रो हो आमामा ए क्यु छोपिदिउँ अरेमा खरायो मात्र यहाँ त धेरै खरायो रहेछ यो के हो देशी कुखुरा होला यो यसको नाम के अरे परेवा ए यो के हो यो बँधेर कत्रो है मा यो त गबाल पैसा आउँछ
पैसा आउँछ अरे ए पानी त भित्र छ यिनीहरू एउटा ठाउँ रहेछ होइन ठाउँ रहेछ पानी ओटिने ठाउँ पनि रहेछ ए यहाँ पनि त रहेछ नि यता नि जनावर जरायो म त देख्दै नदेखेको यार जरायोहरू यहाँनिर छ परेवा पनि ए जरा उफ्रिन सक्दिन होइन त्यस्तो माथि अस्ट्रिच भागिरह यिनीहरू त यार ऊ त्यो दगुरेको हेर त ओए ऊ छलाङ लाउन लाग्यो क्या कि भाल लाउन ए मा के गरेको तिनीहरू डर लाग्छ अगाडि आउँदा त मा ए सानो सानोहरू पनि रहेछन् यहाँ यिनीहरू सबसे दगुर्ने होइन यिनीहरू अब आए कहाँ गयो ए मा कत्रो हो बे यो यो के अरे दोस्त यो बाहुबली सो गाइज अब त हामी घर जानुपर्ने हुन्छ सबै घुम्यो रमाइलो लाग्यो कति पर्छ केलाई चिसो 40-50 पर्ला नि सरर मटर चढेर यहाँको भ्यू चाहिँ यस्तै छ दृश्य यहाँ ऊ त्यो माथिको डाँडा चाहिँ नुवाकोट भइहाल्यो यताको बुटलको दृश्य भइहाल्यो यो मेरो चाट छैन है गाइस आइफोन भएपछि यस्तै मणिमुकुण्ड सेन उद्यान फुलबारी यहाँदेखि चाहिँ दामी देखिन्छ कि भ्यू बुटलको सरर यतातिर डाँडै छ म सो गाइस अहिलेसम्म घर पनि आइसकेँ र आजको भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई